यहाँको संक्षिप्त जीवन किनारी सुन सुन दाजुभाइ म केही भन्छु लाल बहादुर बानियाको सबैको हुन्छु 2003 सालमा मेरो भयो जन्म प्रगति गरौँला भन्ने थियो मेरो मनमा हस्ते बान्ने बुवा हुन् हस्तीका हुन् आमा बुवा आमा जोरा मरे पाइन मैले राम बुवा आमा जोरा मरे पाइन मैले सामा 3 मेरा दाजुभाइ 2 मेरी बहिनी 3 मेरा दाजुभाइ 2 मेरी बहिनी तिहार आउँथ्यो बहिनी आउँथिन् हजारीलाई उनी जेठो मुँ कान्छो दिल्ली माइलो भाइयो बिर जेठो मुँ माइलो कान्छो दिल्ली माइलो भाइयो बिर कबै गयौँ कोही पनि नै कोही नमान्नु बिर दुई बहिनी छोरी हुन् 3 भाइ छोरा दुई बहिनी छोरी हुन् 3 भाइ छोरा निगो मिठो खाए बेला चढाइदिनु छोरा कान्थातिर बस्यामा जेठो बस्यो दल्ली कान्छातिर बस्यामा जेठो बस्यो दल्ली घरतिर आइजाइ छोरा नभए बिदल्ली कान्छातिर बस्यामा जेठो बस्यो दल्ली घरतिर आइजाइ छोरा नपरे बिचल्ली भाइ सुमेटै गाउँ सुमेटै देउसु मेटै हुँदै भाइ सुमेटै गाउँ सुमेटै देउसु मेटै हुँदै बिचल्ली नपरे छोरा भाइ बिनलाई हुँदै जेठो माइलो कान्छो छोरा मिली जुली खानु जेठो माइलो कान्छो छोरा मिली जुली खानु कल झगडा गरी पनि छोडेर जानु कल झगडा गरी पनि छोडेर जानु छोरा छोरी ढल्याइ बस्नु माइली कान्छी बुहारी छोरा छोरी ढल्याइ बस्नु माइली कान्छी बुहारी म बस्याछु खाडलभित्र ताप्याछु हारी कान्छी बहिनी तिमीले बाबती जाएनु कान्छी बहिनी तिमीले बाबती जाएनु कहिल्यै कहिल्यै आउनु त्यतै मुन्टो आइन फेर्नु लुगा फाटो फेर्नु भने अब बाबती बहिनी ज्वाइँ छोरी ज्वाइँ टोग्या मुल्याएर बहिनी ज्वाइँ छोरी ज्वाइँ टोग्या मुल्याएर कालो गाड सकिए बेला तिम्रो मुन्न फेर माइली बहिनी बिरामी थिए मलाई भेट्न आइन माइली बहिनी बिरामी थिए मलाई भेट्न आइन मेरा हातो घाँसको लेवा चाग्न कति पाइन
दुईटी बहिनी दुईटी छोरी अब आउले घर दुईटी बहिनी दुईटी छोरी अब आउले घर मेरा मती दाइ घर मैरा मती दाइ देख्दिन धुले दर दसैँ आउला तिहार आउला छोरी बहिनी रोलिन् दसैँ आउला तिहार आउला छोरी बहिनी रोलिन् म गया नआउने ठाउँ र बहिनी एक्लै बोलिन् कान्छी छोरी घर आउँथी मेरो मन्ती छारा कान्छी छोरी घर आउँथी मेरो मन्ती छारा दाजु भाउजू हेर्ने होइनन् फुवा जुनार रोइ पनि के गर्छौ म आउने नै कहिल्यै रोइ पनि के गर्छौ म आउने नै कहिल्यै दाइ बाबा छैनन् बुनि घर न बर्जा जहिल्यै छोरी बहिनी तिमीले मेरो घर न बर्जा छोरी बहिनी तिमीले मेरो घर न बर्जा भतिजा अप्ठ्यारा पर्नु कहिल्यै मुन्न डर्क्या भाइ बहिनी छोरा छोरी तिमीलाई पर्यो रुने भाइ बहिनी छोरा छोरी तिमीलाई पर्यो रुने क्या लेख्यौ भाबिनी मलाई नमरी गणेश गोपाल डम्बर छोरा सेवा गर्नु आमा गणेश गोपाल डम्बर छोरा सेवा गर्नु आमा रारी फुरी आमालाई गर्नु छोरो सामा मेरा छोरा सिधा छन् हेर्दै रुनु बेला मेरा छोरा सिधा छन् हेर्दै रुनु बेला कालो घाँस हेर्दै रुनु यिनलाई कसले देला दया माया मान्दै रुनु कोही आउलान् अबेला दया माया मान्दै रुनु कोही आउलान् अबेला लाटा सोझा छोरा परे हेर्नु मेरा गाउँ घरौ लाटा सोझा छोरा परे हेर्नु मेरा गाउँ घरौ एक दिन जाने त्यही ठाउँ रहेछ मौसमजी कोही नरौ एक दिन जाने त्यही ठाउँ रहेछ मौसमजी कोही नरौ दसैँ आउला तिहार आउला अर्को आउला पुनी दसैँ आउला तिहार आउला अर्को आउला पुनी आँसु जारी रौला सबै मेरो छैन जुनी गाउँघरलाई पनि खोज्यो है भाइ मर्यो छोरो मर्यो माइली बुहारी दुखारी भाइ मर्यो छोरो मर्यो माइली बुहारी दुखारी मुन बुझाइन बस्नु बारी रहेछौ कर्मारी कान्छो भाइ रोगी थियो बुहारी गर्थिन् सामा कान्छो भाइ रोगी थियो बुहारी गर्थिन् सामा छोरापट्टि जाग्दा भया घरे धेरै दाम लोलो पोते गर्दा गर्दै केही लागिनै काम
10औं दिनका तिथिमा ल्याई आउँछन् माम 10औं दिनका तिथिमा ल्याई आउँछन् माम मेरै नामको गर्याका त्यहाँ गाउँघरले खान ए गाज खाइकन घर मात्रै जान। धन्यवाद। 10औं दिनको कार्य सम्पन्न भयो हुँदैछ र यहाँनिर नलगा नगरपालिका वार्ड नम्बर 11 नलाक्सा बस्ने श्री स्वर्गीय लालबहादुर बानियाले गाउँ छोरी बहिनी छोरी ज्वाइँ छोरी बहिनी ज्वाइँ छोराहरू सबैलाई बाँचुन्जेल उहाँले कुनै पनि अर्थी उपदेश दिनु भएन, दिन सक्नु भएन, उहाँको अवस्था थिएन र आज सम्पूर्ण गाउँघरलाई उहाँले अर्थी उपदेश दिन नसके उहाँले भन्न खोजेको कुरा गाउँघरलाई सुझाव दिनुभएको छ, छोरी बहिनीलाई सुझाव दिनुभएको छ, सबैलाई छोराछोरीहरूलाई सबैलाई उहाँले सुझाव दिनुभएको छ। मृत शरीरले सुझाव दिँदैन तर उहाँका भावनाले उहाँका विचारले सुझाव दिइरहनु भएको छ। अब म तपाईँहरूलाई अनि कविता वाचन गर्दै म तपाईँलाई अर्थ अनि स्पष्ट गराउँदै जान्छु है त।